नमस्ते 안녕하세요। आज पनि हामीले यो म्यानुफ्याक्चरसँग आधारित क्वेशनहरु फाइनल क्वेशनहरु केही कलेक्सन गरेर लिएर आएका छौं। यस्तै क्वेशनहरु तपाईहरु गर्न चाहनुहुन्छ भने हाम्रो मिडिया एन्ड सिरिजको युट्युब पेजमा लाइक कमेन्ट अनि फलो गर्नु होला। ल ढिलो नगरिकन सुरु गरिहाल्छौं। ल आज चाहिँ हामीले यस्तो खालको क्वेशन लिएर आएका छौं है। यो क्वेशनहरु चाहिँ केही हामीले यसरी पछिल्लो समय सोधेका क्वेशनहरुको कलेक्सन पनि हालेका छौं। एकदम ध्यान दिएर हेर्नु होला है। अहिले चाहिँ यो भिडियोमा चाहिँ हामी तपाईलाई इल्की देखाउँदै छौं। अर्को भिडियोमा चाहिँ थुत्की हाल्छौं है। ल अलि जुम गरेर देखाइदिन्छु म, ध्यान दिएर हेर्नु होला। ल 1 देखि 3 सम्म थाम खुरिमुल फोगो मान्दुन थानरुल खुरी सिप्सियो भन्ने छ। तलको चित्र हेरेर मिल्ने शब्द छान्नुहोस् भनेर एकचोटी सर हेर्नु त के होला। यहाँनेरि चाहिँ एरोले चाहिँ यसरी देखाइरहेको छ है। एरोले यसरी देखाइरहेको छ। यसमा चाहिँ एरोले यसरी देखाइरहेको छ। यहाँनेरि एरो अलि सानो छ, अलि राम्रोसँग देख्न नसक्नुहुन्छ। एकचोटी हेर्नु होला है। कुन होला त यो केलाई संकेत गरेको हेर्नु त। छुरे भनेको लमी भन्छ के अरे हैन। लमी त्यो दुला बेउला बेउली केटाकेटी मिलाइदिने हैन। सिन्बु भनेको दुलै भयो हैन, दुलै भयो हैन। सिल्लाङ भनेको दुलाहा, दुलाहा भयो हैन। अनि हागेक भनेको त्यो विवाहमा आउने पाहुनाहरु भयो हैन, पाहुना भयो। त्यसोभए के होला त यसको आन्सर हो, यसको आन्सर हो सिल्लाङ दुला, किनभने एरोले यहाँ देखाइरहेको छ है। त्यसो अर्को हेर्नु त। यहाँनेर चाहिँ के छ, सेबेथोनुल छुगै सुमिदा सेबेथोन दिइरहेका छन् हैन, दिइरहेका छन्। सेबेथोन भनेको चाहिँ दक्षिणा भनौं न हैन, हामीले नेपाली भाषामा भन्दाखेरि दक्षिणा चाहिँ दिइरहेका छन्। अथवा थक्ताम, थक्ताम भनेको आशीर्वाद हैन, आशीर्वादको कुरा भयो। आशीर्वाद चाहिँ थुत्को सुमिदा आशीर्वाद लिइरहेको छ। अथवा सेबेथोनुल फातको सुमिदा के भन्छ दक्षिणा लिइरहेको छ। यहाँ दिइरहेको छ, यहाँ लिइरहेको छ। यहाँ चाहिँ आशीर्वाद चाहिँ लिइरहेको छ, यहाँ चाहिँ आशीर्वाद दिइरहेको छ। एरो यहाँ देखाएकोले गर्दाखेरि सेबेथोन भन्न यहाँ कुनै पनि पैसा छैन है। त्यसले गर्दाखेरि यो चाहिँ के हो, थक्ताम हो। थक्ताम चाहिँ यसले के गरिरहेको छ, लिइरहेको छ, सुनिरहेको छ भनेर हामीले आन्सर 2 मा चिन्ह लगाउनु पर्ने छ। थक्तामुल थुत्को सुमिदा। ओके, इनरमा एरो देखाएको भए चाहिँ थक्तामुल हागो सुमिदा हुन्थ्यो। हातमा पैसा भएको भए, यिनीहरुको हातमा पैसा भएको भए चाहिँ के हुन्थ्यो, थक्ता के भन्छ सेबेथोनुल छुगो सुमिदा हुन्थ्यो है। ल अब यस्तो खालको क्वेशन पनि बारम्बार आइरहेको भएर यस्तो खालको क्वेशन पनि राखिएको छ। यो क्वेशनमा चाहिँ यो खाली ठाउँमा के जान्छ त्यो कुरा भर्नु पर्ने हो, अथवा यहाँ जाने कुरा चाहिँ चिन्ह लाउनु पर्ने। यो चाहिँ छनोनको हैन, छनोनको चाहिँ एउटा नोट देखाइएको छ। छनोनको नोट देखाइएको छ। अनि नोटलाई चाहिँ के भन्छ, छिफे भन्छ। नोटलाई चाहिँ के भन्छ, नोट भनेको चाहिँ के हो, छिफे हो हैन। त्यसैले कुन चाहिँ फे हो त भन्ने कुरा हैन हो। ल यो फे हुँदैन, यो फे हुँदैन, यो फे हुँदैन। आन्सर चाहिँ यो हुन्छ। क्वेशन चाहिँ जस्तो सुकै पनि आउन सक्छ है। हामीले चाहिँ जस्तो पनि प्र्याक्टिस गरेर जानुपर्ने हुन्छ। ठीक छ, भले हामी यहाँ गाह्रो खालको प्र्याक्टिस गर्यौं एक्जाममा, यहाँ गाह्रो प्र्याक्टिस गर्यौं एक्जाम सजिलो लाग्ने हो के है। ल अर्को 4 नम्बरमा हेर्यौं भनेदेखि थामजुङ मिछिलछिन फुबुन मान्दुन गसुल खुरी सिप्सियो अन्डरलाइन गरिएको भागमा चाहिँ मिल्ने कुरा छान्नुहोस् भनेको छ। यहाँनेरि हेर्नु भने खामगियागुल फेन्युजमेस फाल्निक्का खाफोसेयो भनेको छ हो। यहाँनेरि मिछिलछिनमा के छ हेर्नु त, फाल्निक्का भनेको छ, कहाँबाट आएको, फाल्दाबाट। निक्का हो, निक्का लाग्दाखेरि के लाग्छ, यहाँ निक्का लाग्छ हैन हो। निक्का लाग्दाखेरि के, यो ल फाचिन चाहिँ हराउनु पर्थ्यो। फानिक्का भनेको भए चाहिँ मिल्थ्यो। यहाँ चाहिँ फाल्निक्का छ, त्यही भएर इगसन माच्ची आन्सुमिदा। थोनुल मानी फरस छिबुल सासयो, थोनुल मानी फरस छिबुल सासयो। फल्दाबाट आएको, केबाट आएको, फल्दा। यहाँ आशा आशा लाग्दा अस नै लाग्छ। यो चाहिँ ठीक छ जस्तो छ है। पहिला अरु हेरौं। इ यागुल मगुमियन छोल्लिनिका उन्जन आजिमा सिप्सियो। यो औषधि खायो भने चाहिँ उङ्गिने अथवा झुलिने भएकोले, निन्द्रा लाग्ने भएकोले ड्राइभिङ नगर्नुहोस् भने जस्तो कुरा त गरेको छ। तर यहाँनेर चाहिँ अलिकति के छ, छोल्लिदाबाट आएको, केबाट आएको, यो छोल्लिदा, उङ्गिनु, झुलिनु भन्ने खालको कुरा हैन, लट्ठिनु भन्ने खालको कुरा हो। अनि यसमा निक्का उनिका ठिकै लगाएको छ, निकै लाग्ने हो। यसो हेर्दा ठीक जस्तो देखिन्छ। तर यहाँनेर हेर्नुभयो भने हेर्नु त, मगुमियन हुनुपर्ने, के हुनुपर्ने यहाँनेर, मगुमियन हुनुपर्ने। तर यहाँ के छ, यस्तो खालको उ छ, टी खालको उ छ भनेपछि यो चाहिँ मिलेन हो। 4 नम्बरमा यरिमानी नाउनिका
खिसुक्साएछ सुइसेयो। ज्वरो धेरै आएकोले भन्न खोजेको होला यदि नादा भनेको ज्वरो आउनु दा हटाएपछि निक्का कि उनिक्का लाग्ने हो, यहाँनिर निक्का लाग्ने नानिक्का भनेको चाहिँ मिल्थ्यो हैन, तर यहाँ चाहिँ नाउनिक्का भनेको छ, त्यही भएर मिलेन। यसको चाहिँ छङ्दाप थोनुल मानि परस छिबुल सासयो, पैसा धेरै कमाएकोले घर किने भन्ने खालको कुरा। ओके, अथवा कमाएर घर किने भन्ने खालको कुरा मिल्ने उत्तर चाहिँ 2 नम्बर हुन्छ है। ल अलि लामो भिडियो हुने भएकोले गर्दाखेरि म अलि छिटो छिटो भन्छु, तपाईहरुले चाहिँ पज गरेर हेर्न सक्नुहुन्छ है। ल अब यहाँनिर के भनेको छ भने त इगसुन मसिनिका यो के हो भनेर सोधेको छ। पोप ओसेयो अनिवार्य आउनुहोस् है, युक्सिप छुन्यन इभेन्ट भनेर 60 हप्ते हैन इभेन्ट्स खुमे खुमियगुल सिफुरो खरिदको रकममा चाहिँ 10% छङ्निपको बुरो वानगुप भनेको चाहिँ तपाईको चाहिँ 10% चाहिँ फिर्ता दिने भन्ने कुरा गरेको छ। अनि फेङ्कु शपिङ मल कसले निकालेको छ, फेङ्कु शपिङ मल भन्नेले यो कुरा गरेको रहेछ। यो चाहिँ कहाँ रहेछ, सौल थुकबेसीको खुम्जनगुमा रहेछ। के होला त मेङछाल भनेको भिजिटिङ कार्ड भिजिटिङ कार्ड नेम प्लेट यो मेङछाल भनेको बुझ्नु हुँदैन भने नि नेम प्लेट भनेको हामी कुनै सरकारी कार्यालयतिर गयौं भनेदेखि टेबलमा अधिकृत अथवा अध्यक्ष ओडाध्यक्ष भनेर एउटा काठको टुक्रामा लेखेर राखेको त्यसलाई पनि मेङछालै भन्छ। अनि कसैको नामको लागि यहाँनिर टाँसेको हुन्छ नि पुलिस ट्राफिकहरूले, त्यसलाई पनि मेङछाल भन्छ। आइडी कार्ड है, नाम जनाउने आइडी कार्ड जस्तो मेङछाल नेम प्लेट हो। यो नेम प्लेट चाहिँ होइन, सिधै त्यो गर्न सक्छ हैन। छिन्दांश छिन्दांश भनेको चाहिँ मेडिकल रिपोर्ट के भयो, मेडिकल रिपोर्ट यो मेडिकल रिपोर्ट हो त, मेडिकल रिपोर्ट हो त होइन नि हैन। यहाँ हस्पिटलको केहीको कुरा गरेको छैन, यहाँ त आउनुहोस् भनेर इभेन्ट्सको कुरा गरेको छ हैन हो। त्यसो भए छन्दान्जी भनेको पर्ची, छन्दान्जी भनेको चाहिँ पर्ची भयो। मेङाम भनेको चाहिँ भिजिटिङ कार्ड, मेङाम भनेको चाहिँ के हो, भिजिटिङ कार्ड। भिजिटिङ कार्ड भयो हैन। भिजिटिङ कार्डमा चाहिँ एड्रेसहरु फोन नम्बरहरु सबै कुराहरु लेखिएको हुनुपर्ने। यसमा यो पनि लेखिएको छैन नि, यो छन्दाङ्जी पर्ची हो। कुनै माटहरुमा कुनै डिपार्टमेन्टहरुमा केही कुराको चाहिँ तपाईको इभेन्ट्सहरु चल्दाखेरि चाहिँ यसरी उहाँहरुलाई लोभ्याउन कस्टमरहरुलाई चाहिँ तान्नको निमित्त 80% डिस्काउन्ट भनेर यसरी लेखिएको हुन्छ। यो चाहिँ के हो, छन्दाङ्जी हो, यानी कि पर्ची हो। ओके ल त्यसो भए यसै गरेर 6 देखि 9 सम्म चाहिँ हाम्रो के छ ल 6 देखि 9 सम्म चाहिँ फिनखाने थुराखाल खाजाङ आलमाजुङ गसुल खुरी सिप्सियो भन्ने चाहिँ खाल्टाउमा भित्र जाने यस्तो खालको खाल्टाउमा पनि आएको भएर हामीले यस्तो खालको क्वेशन राखेको है। यस्तो खालको खाल्टाउमा हेर्नुस् त के भनेछ, छिगाक सायु ढिलो हुनुको कारण हैन। छिगाक सायु भनेको के हो, ढिलोको कारण। ढिलोको कारण के हो, ओसिए पुदा कपडा राम्रो भएर ढिलो हुने भन्ने हुँदैन होला। इल्चिक छुल्गुन आदा चाँडै काममा गएर ढिलो हुने भन्ने कुरा हुँदैन र। छागा माख्यो गाडी जाम हुनु, गाडी चाहिँ जाम हुनु, गाडी जाम भएकोले ढिलो भयो भन्न त मिल्छ नि हैन हो। फिगा खुचिदा पानी रोकिनु भन्ने खालको कुरा है यो। पानी पर्न चाहिँ पानी पर्न रोकिनु भन्ने खालको अर्थ दिन्छ। पानी पर्न रोकिएकोले ढिलो हुँदैन हैन हो। छागा माख्यो गाडी जाम हुनु भन्ने खालको चाहिँ उत्तर हुन्छ। त्यही भएर मान्नुन थाप साम्बनिमिदा। ओके छिलवन पनि हेरौँ त। छिलवनमा के हुन्छ, यो चाहिँ फिनखाने हो, फिनखाने रहेछ है। ल फिनखानेमा चाहिँ के छ, आछिमे छिरेछ इल्चिक छुल्बा लेचिमान। बिहान चाहिँ घरबाट चाँडै प्रस्थान गरे तापनि आफे खातन भनेको अगाडि गइरहेको थुरगी ख्योथोङ सागोरुल ड्यास छागा मानी मिल्यसुनिदा। गाडी चाहिँ धेरै पछाडी पर्यो अथवा गाडी चाहिँ धेरै जाममा पर्यो, गाडी चाहिँ धेरै पछाडी सर्यो भन्ने खालको कुरा हैन। छागा चाहिँ गाडी चाहिँ जाम भयो भन्ने खालको कुरा गरेको यहाँ पनि हैन त। बिहान चाहिँ घरबाट चाँडै प्रस्थान गरे पनि अगाडि गइरहेको थ्रगी ख्योथोङ सागोरुल, यो याद गर्नुपर्छ है। अब तकबुने त हुँदै भएन, यहाँनिर के गाडी चाहिँ जाम भयो भन्ने खालको कुरा गरेछ भनेपछि तकबुनेको पछाडि त जहिले पनि के हुन्छ, सकारात्मक नतिजा हुन्छ भनेपछि
टक बुने त मिल्दै मिलेन अहिले चाहिँ झुक्याउन खोजेको छ यो नानुन फारामे अथवा नेनुन फारामे भन्दा चाहिँ नानुन फारामे हुन्छ कि नेनुन फारामे हुन्छ भन्ने कुरा चाहिँ यो ख्योथोङ सागो को पछाडि उल्लुल लागेको छ कि इगा लागेको छ भन्ने कुराले फरक पर्छ यहाँ यदि इ अथवा गा ख्योथोङ सागो गा भनेको भए चाहिँ यहाँ गा लाग्छ नि त हैन सागोको पछाडि हो ख्योथोङ सागो गा भनेको भए चाहिँ नानुन फारामे हुन्थ्यो है नानुन फारामे हुन्थ्यो ख्योथोङ सागो रुल नेनुन फारामे भन्ने हुन्छ है यहाँ चाहिँ छङदाबुन साबनिम्निदा अगाडि गइरहेको ट्रकले चाहिँ यातायात दुर्घटना गराएकोले ट्रकै लडेको भए चाहिँ खेतोङ सागोगा नानुन फारामे हुन्थ्यो ट्रकै दुर्घटना भएको भए चाहिँ यहाँ चाहिँ त्यसले दुर्घटना गराएकोले गर्दा गाडी जाम भयो भन्ने कुरा भएकोले खेतोङ सागोरु नेनुन फारामे यहाँ किन नेनुन लागेको हामीले भनेपछि उल्लुल आएकोले गर्दाखेरि इगा आएको भए नानुन फारामे हुन्छ है यो कुरा ध्यानमा दिनु होला ओके ल अब फाल्गुन पनि हेरौँ फाल्गुनमा के भनेछ यो पनि फिनगाने नै भइहाल्यो यसमा एक नम्बरमा सिजा कार्यको सुरु गर्ने विचारले अर्को के छ सिजाग आगे के भन्छ सिजाग हुने सुरु गर्ने हुने गरी हैन सुरु हुने गरी ओके सिजाग हानुन फारामे सुरुवात गरेको कारणले अर्को के छ सिजाग छ सुरु गरेकोले अथवा सुरु गरेको कारणले भन्दा पनि हुन्छ है आशा आशालाई पनि ठीक छ ल यहाँनिर हेरौँ त आछिमे इरनाजा माझा बिहान उठ्ने बित्तिकै फारो उन्दोमुल ड्याश 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 मोमी शरीर चाहिँ सांख्वे हेजिदा भनेको के हो सांख्वे हेजिदा भनेको स्फूर्त हुनु अथवा एकदमै ताजा महसुस गर्नु हैन हो स्फूर्ति हुनु अथवा ताजा महसुस गर्नु बिहान उठ्ने बित्तिकै तुरन्तै एक्सरसाइज गरेकोले भन्नु पर्यो अब हामीले पढेको अनुसार यो नुन फारामेले त पछाडिपट्टि नतिजा के बोकेर आएको हुन्छ नकारात्मक बोकेर आएको हुन्छ भन्न परेको त्यही भएर हामीले आशा आशावाला कारण लगाउनु पर्छ सिजागेस शरीरमा चाहिँ सांख्वे हेजिदा भनेको चाहिँ स्फूर्ति हुँदै जानु ताजा महसुस गर्दै जानु भन्ने खालको कुरा भएर पोजिटिभ कुरा हो नि त सकारात्मक कुरा हो त्यही भएर हामीले यो सिजाग हानुन फारामे भन्दा पनि सिजाग हेस सुरु गरेकोले गर्दा के भयो मोमी सांख्वे हे ज्यसय हो भन्ने कुरा चाहिँ आन्सर छान्नुपर्छ त्यसैले छङदाब साबनिमिदा ल अर्को हेर्नु त अर्को ल यो स्टुडेन्टलाई तपाईको कहिले भने 25 डिसेम्बर 6 मा आएको क्वेशन हो है 25 को डिसेम्बर 6 मा आएको क्वेशन हो कस्तो खालको क्वेशन आछ अलिकति झुक्याउने खालको क्वेशन आछ खुगेङ हे पासमिदा अवलोकन गरी हेरेको छु हैन अवलोकन गरी हेरेको छु भन्ने कुरा अर्को खुगेङ हान्छगी सुमिदा के भन्छ अवलोकन गरेको अनुभव छ अवलोकन गरेको अनुभव छ भन्ने कुरा अर्को खापा संहिता गई हेरेको छु भन्ने कुरा अर्को खाफन्चगी संहिता गई हेरेको अनुभव छ भन्ने कुरा हैन अनुभव छ भन्ने कुरा हो ल यो चाहिँ सेम क्वेशन आएको है सेम क्वेशन तपाईहरुलाई पनि दोहोरिन सक्छ ध्यान दिएर हेर्नु होला सराक्सानुल आज आरुङदाप्ताको थुरन्नुन्दे भन्दै छ सराक्सान भनेको चाहिँ कोरियाको दोस्रो अग्लो पहाड हो त्यो पहाड चाहिँ एकदमै सुन्दर छ भनेर सुनेको थिए छनुन आज सराक्साने म चाहिँ अझै पनि यो सराक पहाडमा मोत ड्याश 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 इवन युगाते यो पटकको बिदाको बेलामा खाफोरियोको हामीदा जाने विचारमा छु भन्ने कुरा हैन त म चाहिँ आजिक भने पनि अझै पनि
सराक सानमा चाहिँ मोत नेगेटिभ मोत खुगेङ आन्चगी सुम्निदा भन्दा त मिलेन म चाहिँ अझै पनि जान अवलोकन गरेको अनुभव छ जान नसकेर अवलोकन गरेको अनुभव छ भन्दा मिलेन अथवा गइ हेरेको छु भन्दा पनि मिलेन भनेपछि खुगेङ हेफास सुम्निदा मैले चाहिँ अझै पनि सराक सानमा चाहिँ खुगेङ हेफास मोत खुगेङ हेफास सुम्निदा हुन्छ कि मैले चाहिँ अझै पनि सराक सानमा खुगेङ मोत खाफा सुम्निदा सरी के भन्छ सराक साने मोत खाफा सुम्निदा हुन्छ होला हजुर मोत खाफा सुम्निदा हुन्छ खुरेस इबन छु युगाते खा परेको हामीदा त्यसैले यो पटकको विधामा जाने विचारमा छु भन्ने हुन्छ अनि अलिअलि साथीहरूले चाहिँ झुकिएर यसमा लगाउनु भएछ यो चाहिँ खुगेङ आधा अवलोकन म चाहिँ गएको छुइनँ आजिक सराक साने नगएको भएकोले यहाँ खा परेको हामीदा भन्ने चाहिँ कुरा हुन्छ हैन गएकै छैन गएपछि खुगेङ गर्ने हो नि त त्यही भएर हामीले खा फास निदा लाउनु पर्छ म चाहिँ अझै जान सकेको छैन यो पटकको विधामा जाने विचारमा छु भन्ने कुरा ओके ल सिबन पनि हेरौँ 10 नम्बरमा पनि यो त्यही सेम स्टुडेन्टलाई आएको क्वेशन हो है बेलुका 4 बजेको सिफ्टमा आएको क्वेशन हो एकचोटि ध्यान दिएर हेर्नु होला त फिसु तानमाल ओके ओसी केकको तादा कपडा चाहिँ सफा हुनु सुकिलो हुनु हो अन्त थरप्पा फिसुत माल थरप्पा त मिलेन खोइचक अनुकूल हुनु कुनै वातावरण चाहिँ अनुकूल हुनु भन्दा खोइचकको प्रयोग गरिन्छ यो पनि भएन हो थाङजाङ भनेको तुरन्तै भन्ने खालको अर्थ लाग्छ हैन तुरन्तै भन्ने खालको अर्थ लाग्छ यो पनि भएन थान्जाङ आधा भनेको चाहिँ ओसुल थान्जाङ हागे बयादेयो भन्न परेको नि हामीले एकदम चिटिक्कसँगले मिलाएर भन्ने कुरा यो केको आधाको थान्जाङ आधा पिसु तानमाल हुन्छ है यो चाहिँ सेम आकै कुरा अप्सनहरु पनि सेम हो क्वेशन पनि सेम हो थान्जाङ र थान्जाङमा झुकिन सकिन्छ याद गर्नु होला थान्जाङ भनेको तुरन्तै झट्ट भन्ने खालको कुरा हुन्छ भने थान्जाङ भनेको चिटिक्क हुन्छ है चिटिक्क अरु मिल्ने नै अप्सन थिएन भनेसी यो नै मिलेर उहाँले 40 मा 40 हान्नु भएको है ल अर्को के छ फिसु तानमाल यो पनि उहाँलाई नै आको हो फिसु तानमाल के छ खुवादाको तपाईलाई सजिलो लाग्छ खुवादा के खुइ बाधा भनेको खरिद गर्नु हैन खरिदको कुरा भयो छाता खोज्नु भयो हैन अर्को माता मिल्नु भयो ओके मान्नदा भेट्नु भयो के होला त हजुर छाता खोज्नु खुवादाको छाता खोज्नु है सेम क्वेशन आको ल यो पनि सेम क्वेशन है मैले दुईटा क्वेशन सेम हालेको छु ल खेङ्गो भनेको सावधानी अथवा चेतावनी हैन चेतावनी अथवा खाम्बोङ भनेको तलबमा कटौती के तलबको कटौती हेगो भनेको कामबाट निष्कासन गर्ने अथवा बर्खास्त गर्ने कामबाट निकाल्ने छिगुईको हेचे भनेको चाहिँ पदमा चाहिँ ह्रास गर्ने अथवा पद चाहिँ कटौती गर्ने पद चाहिँ घटाइदिने हैन पद चाहिँ घटाउने अथवा पद चाहिँ रद्द गर्ने भन्ने कुरा हो अब योसँग यी कुराहरुसँग सम्बन्ध भएको कुरा चाहिँ के हो फोम भनेको बीमा हो बीमासँग सम्बन्ध छ यो कुराको कि छैन छबल भनेको सजायसँग सम्बन्ध छ कि छैन खुन्मु भनेको काम फेङ्गा भनेको मूल्याङ्कन केसँग सम्बन्ध छ होला त्यसको है चेतावनी दिने तलब कटौती गर्ने कामबाट बर्खास्त अथवा निष्कासन गर्ने अथवा छिगुईको हेचे गर्ने पदलाई चाहिँ घटाइदिने भनेको सबै के हो त छबल हो सजाय हो ओके ठीक छ यो चाहिँ संगी रोङको बारेमा पढ्दाखेरि छौं मुन्नुमा छ ध्यान दिएर हेर्नु होला है ओके ल मेटाइदिए मैले यो अब हामी हेरौं यो सुन्छ थामगुरीमुल बगो सुन्छ र मान्नुन थान यस्तो खालको नयाँ क्वेशनहरु पनि आएको छ ल हेर्नु थामगुरीमुल बगो सुन्छ र मान्नुन थान खोरु चिस्यो छागको सुन्छ कामको सुन्छ सुरुमा के भनेको छ विचिरुल छेदा स्थान चाहिँ नाप्नु हैन स्थान नाप्नु कहाँ काम गर्नुपर्ने कति काम गर्नुपर्ने त्यसको स्थान
नाप्नु। अर्को के फिबोगुल फत्किँदा, फिबोक भनेको बाहिरको बोक्रा हैन, कभर हैन, कभर चाहिँ फत्ता भनेको खोल्नु, फत्किँदा भनेको त्यसलाई चाहिँ कभर निकाल्नु, कभर निकाल्नु। अर्को के खुरी सनुल मुख सुम्निदा, तामाको तारलाई बान्नु हैन, तामाको तार, तामाको तारलाई चाहिँ बान्नु हैन। कति 49 च्याप्टरमा छ होला नयाँ बुक अनुसार। यो चाहिँ के भन्छ, खुरी सनलाई चाहिँ छपछोक गर्दाखेरि, खुरी सनलाई चाहिँ तारलाई चाहिँ छपछोक जडान गर्ने बेलामा गर्ने तरिकाहरू हुन् हैन। सुरुमा के गर्ने रहेछ, विछि रुल छेदा गर्ने रहेछ। यसो यहाँनिर हेर्नु भने स्किलले विछि छेदा गरिरहेछ, स्थान चाहिँ नापिरहेछ कति सिएम काट्ने हो भनेर। त्यसो भए के हुने रहेछ, यो बी चाहिँ पहिलो हुने रहेछ हैन। बी सुरुमा भएको कुन छ, यो र यो हैन। त्यसो भए यो ए सुरुमा भएकोबाट नहुने रहेछ भनेपछि के यो एन्सर हो, के एन्सर हो भनेपछि दोस्रोमा के गर्छ त भनेपछि फिबोगुल फत्किँदा गर्छ। फिबोक फत्किँदा भनेको त त्यो बाहिरको कभर निकाल्नु। यो रोङ्नोजु फ्रायरले के गरिरहेछ, यहाँनिर कभर निकालिरहेको छ, हेर्नुभयो भने हैन। भनेपछि बी पछि के आउने रहेछ, सी हैन हो, बी पछि सी आउने रहेछ। भनेपछि बी पछि सी आएको यो छ हैन। अनि लास्टमा के भनेछ, खुरी सनुल मुख सुम्निदा भनेपछि सी हो, भनेपछि बी सी ए, बी सी ए हैन, बी सी ए। त्यो भए छङदाबुन साबनिम्दा। यसलाई चाहिँ यसरी गर्नुपर्छ है, सजिलो हुन्छ। यो पनि भएन। ओके, माथि लेखेको चाहिँ यो चाहिँ सुन्स अनुसार लेखेको हुन्छ, चित्र चाहिँ जिगज्याग गरेको हुन्छ। अनि यहाँ अहिले मैले गरेको अनुसारले गर्दाखेरि एकदम सजिलो हुन्छ। ओके ल, अब हामी कतिमा जाउँ, 13 भनेपछि 14 मा जाउँ। 14 देखि 16 सम्म पनि फिनखाने रहेछ। एकचोटि हेरौँ फिनखानमा के छ। सिन्छङ छप्कुन योगुम फल्गुम भनेको छ हैन। सिन्छङ भनेको निवेदन भइहाल्यो, सिन्छङ भनेको निवेदन। छप्कुन भनेको त्यसमा चाहिँ छुनु हैन, अथवा छप्कुन गुम्जी भन्छ नि, छुनलाई निषेध, यो छुनु भन्ने खालको कुरा भइहाल्यो। योगुम भनेको शुल्क रकम हैन, अथवा रकम। फल्गुम भनेको जरिवाना। ओके ल हेरौँ त। हसु छङन्युजाङ खाथुन बस स्टेसन जस्ता खोङखोङ छाङसोनुन सार्वजनिक स्थानहरू चाहिँ खुम्यन खुयगिमिदा धुम्रपान निषेधित क्षेत्रहरू हुन्। यीको शेष यस्ता ठाउँहरूमा थाम्बेरुल फ्युमियन चुरोट पियो भने ड्यास ड्यास उल अथवा रुल नेया हामीदा के तिर्नुपर्छ, निवेदन तिर्नुपर्छ, छपगुण छुनु तिर्नुपर्छ, योगुम शुल्क तिर्नुपर्छ, फल्गुम हैन, फल्गुमुल नेया हामीदा है जरिवाना चाहिँ तिर्नुपर्छ। कुरा बुझिन्छ ल। त्यसो भए अर्को हेरौँ 15 नम्बरमा। 15 नम्बरमा के छ, सङ्गोङ आम्यान छ। सङ्गोङ आदा भनेको सफल हुनु, सफल अथवा पास भन्ने कुरा हुन्छ है सङ्गोङको हो। सङ्जाङ भनेको वृद्धि विकास हैन, वृद्धि। फालदाल भनेको विकास अथवा विस्तार। खेबाल भनेको पनि विकास। ओके ल, के छ त क्वेशन हेरौँ। हानगुकुन छनखुबेक ओसिम्याने खनान हान नारायचिमान। कोरिया चाहिँ 1950 मा खनान हान भनेको गरिब, गरिब नारायचिमान गरिब राष्ट्र भए पनि छनखुबेक युक्सिम्यान्देबुथ 1960 दशकदेखि ख्यङजेगा अर्थतन्त्र चाहिँ ड्याड्याड्यास खुगे फाल्जन सुमिदा ड्याड्याड्यास ठुलो रूपमा चाहिँ वृद्धि गराएको छ अथवा गरेको छ भन्ने कुरा हो। अब यहाँनिर सङ्गोङ चाहिँ हुँदै भएन, सङ्गोङ आमेन्स चाहिँ हुँदै भएन। अब यो सङ्जाङ आमेन्स पनि विकासकै कुरा हो, खेबाल आमेन्स पनि विकासकै कुरा हो, फाल्जन आमेन्स पनि विकासकै कुरा हो। अब के हुन्छ त, सङ्जाङ आमेन्स खुगे फाल्जन सुमिदा, यो फाल्जन पनि विकासै हो, खेबाल पनि विकास हो, सङ्जाङ पनि विकास, फालदाल पनि विकास। अब सङ्जाङ आमेन्स हुन्छ कि फालदाल आमेन्स हुन्छ कि खेबाल आमेन्स हुन्छ,
भन्ने कुरा चाहिँ एकचोटि यो संजाङ अथवा खेबाल अथवा फाल्दाल अथवा फाल्जन भनेको कस्तो किसिमका विकासहरुमा लाग्ने हो त्यो कुरा चाहिँ सर र यहाँनिर हेर्नु एकचोटि म बुझाइदिन खोज्छु एकचोटि हेर्नुस् है ल हेर्नु त यहाँ यहाँ के भनेको छ हेर्नु त संजाङ भनेको चाहिँ वृद्धि हो कस्तो खालको वृद्धि भनेको शरीर वा कुनै कुराको आकार वा संख्यामा वृद्धि शरीरमा वृद्धि हुने बेलामा संजाङ भनिन्छ कुनै कुराको आकारमा अथवा त्यसको संख्यामा परिमाणमा वृद्धि हुने जस्तै अरिनिगा संजाङ बच्चाको विकास चाहिँ के हुन्छ तीव्र हुन्छ नि सानो बच्चाहरु छिटछिटो हुर्किन्छन् छिटछिटो बढ्छन् नि हैन अलि चेन्जेस आइराख्छ त्यस्तो बेलामा संजाङ भन्ने वृद्धिको अथवा विकासको शब्द अथवा क्रिया चाहिँ युज हुन्छ खेङ्जेको संजाङ अर्थतन्त्रको विकास अथवा अर्थतन्त्रको वृद्धिको बेलामा हैन खियप उद्योगको विकास यस्तो बेलामा चाहिँ संजाङ प्रयोग गरिन्छ उद्योगको वृद्धि भनौं न हैन नेपालीमा पनि वृद्धि विकास उन्नति प्रगति विस्तार भन्ने एउटै कुरा हो नि है ठीक छ तर केही कुरा चाहिँ अलिअलि फरक हुन्छ हो खेबाल भनेको नि हामीले पढ्दाखेरि सामान्यतया विकासै भन्नु परेको तर कस्तो विकास हो भने नयाँ कुरा बनाउने विकास अथवा लुकेका कुराहरू बाहिर आउने आफूसँग अलरेडी भइरहेका पहिला लुकिरहेका कुराहरू जस्तै खिसुल प्रविधिको विकास छागी खेबाल आफ्नो पर्सनालिटी अथवा आफ्नो हावभावको विकास फौजी खेबाल भनेको जमिनको विकास हैन यस्तोमा चाहिँ खेबाल लाग्छ फाल्दाल भनेको नि विकासै हो विकास विस्तार भन्ने खालको अर्थ लाग्छ कस्तो मानिसको अङ्गमा कार्यक्षमतामा अथवा कुनै प्रणालीमा मानिसको अङ्गहरुमा हुने विकास कार्यक्षमताको विकास अथवा प्रणालीहरुको विकास चाहिँ बलियो हुँदाखेरि भन्ने कुरा कस्तो जस्तै खुन्युको फाल्दाल भनेको चाहिँ मांसपेशीहरुको मसलहरुको विकास हैन विस्तार छिनुङे फाल्दाल भनेको चाहिँ बुद्धि दिमागको विकास ख्योतोङे फाल्दाल भनेको चाहिँ यस्तो खालको प्रणालीको विकास यातायातको विकास हैन हो यो चाहिँ यस्ता जस्तै खुन्युङ मसलहरुको विकास छिनुङ बुद्धिको विकास ख्योतोङ यातायातको विकास भन्ने खालको कुरामा फाल्जन पनि विकासै हो प्रगति भन्न पनि हुन्छ हैन पहिले भन्दा राम्रो फाल्जन चाहिँ एकदमै विकासमाथि पनि विकास भइसकेको कुरामा पनि अझै विकास हुँदा चाहिँ पहिले भन्दा राम्रो उच्च अवस्थामा पुग्नु जस्तै खुक्काउई फाल्जन राष्ट्रको विकास ख्वान्गेउई फाल्जन सम्बन्धको विकास है यस्तो खालको कुरा भइरहेको कुरामा अझै थप हुनु चाहिँ फाल्जन हुन्छ एकचोटि स्क्रिनशट गरेर आएर सर हेर्न सक्नुहुन्छ है यो चाहिँ झुक्क्याउन यस्तो खालको क्वेशन पनि आउन सक्छ झुक्क्याएको हुन सक्छ एकचोटि ध्यान दिएर हेर्नु होला त्यसो भएदेखि यहाँनेरि हामीले के छान्नु पर्यो त यहाँनेरि चाहिँ खेङ्जेको कुरा गरेको भए अर्थतन्त्रको विकास भनेको कुरा गरे के लाउनु पर्यो हामीले खेङ्जेगा संजाङ हामेन्छ यसको चाहिँ अर्थतन्त्रको चाहिँ वृद्धि गर्दै खुगे फाल्जन यसमिदा ठुलो रूपमा चाहिँ प्रगति भएको थियो भन्ने खालको कुरा हैन खुगे फाल्जन यसमिदा यो विकासमाथिको नि विकास भएर चाहिँ यहाँ चाहिँ फाल्जन लगाएको छ है यो चाडैको हुन त हामीले चाडैको मिनिङ के विकासै भन्न परेको अलिकति क्लियर हुनुभयो होला है त ल त्यसो भए छौदाप इ बनाइन्छ ल सिपयुगमा पनि हेरौं 16 नम्बरमा खुल्यो खेयाक खुल्यो खेयाक भन्दा पनि पहिला यो हेरौं थेसा आधा हैन अर्को मान्य थैदा छेगेल आधा थैदा अथवा येन्जाङ आधा हो खुल्लो खेयागी ड्यास साब जाङुल फेमग्याङ आगाना खुल्लो खेयाक भनेको श्रम सम्झौता के हो श्रम सम्झौता ड्यास साब जाङ फेमग्याङ आगाना कार्यस्थल परिवर्तन गर्ने अथवा थोङिलहान साजाङेस थोङिलहान भनेको उही उस्तै थोङिल आधा भनेको उही हुनु उस्तै हुनु पिछे दादा उही अथवा उस्तै साजाङेस उही कम्पनीमा अथवा उही कार्यालयमा चाहिँ खुल्लो खेयाक खेङसिन यसको नवीकरण श्रम सम्झौताको नवीकरण हेया निदा गर्नुपर्छ के भयो भने चाहिँ हैन कार्य के भन्छ खुल्लो खेयागी येन्जाङ भयो थप भयो भने मान्य थैदा छेगेल भनेको चाहिँ साइन हुनु हैन अथवा यो चाहिँ साइन हुनु भन्ने खालको कुरा हो त्यही भएर
खुल्यो ख्यागी मान्यो थेमेन खुल्यो ख्याग चाहिँ सकियो भने खुल्यो ख्याग सकियो भने चाहिँ हामीले के गर्नुपर्छ साबजाङ फेन्ग्योङ आगना कार्यस्थल परिवर्तन गर्ने हाम्रो सुरुमा कोरियामा जाँदा कति वर्षको खुल्यो ख्याग हुन्छ 3 वर्ष सान्यनको हुन्छ नि त हो त्यसरी हामीले काम गर्दै जाँदाखेरि अब 3 वर्ष सकिन लाग्यो भनेदेखि चाहिँ के गर्नु त कार्यस्थल परिवर्तन गर्नु पर्यो नभएदेखि त्यही कम्पनीमा थोङ्गिल कम्पनीमा चाहिँ के गर्नु पर्यो त खुल्यो ख्याग चाहिँ खेङसिन गर्नु पर्यो हैन अझै 1 वर्ष 10 महिना थप गर्नु पर्यो भन्ने खालको कुरा है हामीले कम्पनी परिवर्तन गरेर अर्को कम्पनीमा गएर भिजा थप गर्न अथवा ख्याग थप गर्न पनि पाउँछौं ख्याग थप गरेपछि भिजा पनि अटोमेटिक त नभनु भिजा पनि थप गर्न पाइन्छ यहाँ चाहिँ यदि श्रम सम्झौता चाहिँ सकियो भने कम्पनी परिवर्तन गर्ने अथवा त्यही कम्पनीमा चाहिँ फेरि के गर्ने सम्झौता चाहिँ थप्ने भन्ने कुरा गरेको है ल सिपसिलमा पनि हेरौं सिपसिलवनमा के छ यो चाहिँ अवीको छ है अवी हो ल छेवन भनेको शरीरको तापक्रम शिरन भनेको कोठाको तापक्रम छवन भनेको न्यून तापक्रम छ भनेको न्यून भने हैन न्यून तापक्रम खोवन भनेको उच्च तापक्रम ओके ल के छ त यहाँनिर के लेखेको छ सारामी सेंगवाल हागना मुल्छेगा फोगवान देनुन वानगेङे छ मानिसहरूले जीवनयापन गर्ने अथवा सामानहरूलाई चाहिँ भण्डारण गर्ने वातावरणको ओन्दो एम्निदा तापक्रम हो कस्तो खालको तापक्रमको कुरा गरेर चाहिँ यहाँनिर भने मान्छेहरूले जीवनयापन गर्ने अथवा सामानहरूलाई भण्डारण गर्ने वातावरणको तापक्रम हो इनुन यो चाहिँ थुक्चन हान खिगिना नेङजाङ्गो दुङवे छेदेन ओन्दोगा आनिन यो चाहिँ विशेष खालको मेसिन अथवा फ्रिज आदिमा चाहिँ आदिले नियन्त्रण गरेको ओन्दो चाहिँ होइन छेदेन भनेको चाहिँ नियन्त्रण भएको भन्ने खालको हैन नियन्त्रण भएको तापक्रम चाहिँ होइन छायान सुरक्षे युजिदेनुन एकदम स्वतन्त्र तरिकाले चाहिँ कायम रहेको एकदमै स्वतन्त्र तरिकाले कायम रहेको सिल्ने ओन्दो यहाँनिर हेर्नु त के भन्छ सिल्ने ओन्दोरुल छिचिङ आम्निदा भनेको चाहिँ त्यसलाई चाहिँ संकेत गर्दछ अथवा जनाउँदछ भनेको जनाउनु अथवा संकेत गर्नु ओके ल के हो त भनेपछि यहाँनिर यति कुरा थाहा भयो सिल्ने ओन्दो एकदमै स्वतन्त्र गरी कायम भएको कोठाभित्रको तापक्रम कुनै मेसिनले अथवा फ्रिजहरूले चाहिँ नियन्त्रण गर्ने तापक्रम पनि होइन मानिसले जीवनयापन गर्ने अथवा सामानहरूलाई भण्डारण गर्ने को तापक्रम भनेपछि यो चाहिँ के भनेको त शिरन भनेको कोठाको तापक्रम भनेको है छेवन भनेको शरीरको तापक्रम पनि हैन छवन निम्न तापक्रम खोवन उच्च तापक्रम कुनै पनि हैन यो चाहिँ सिल्ने ओन्दो शिरन ओके ल अब यो पनि अस्ति त्यो भाइलाई आएकै क्वेशन हो है 25 डिसेम्बर 6 मा आएको क्वेशन यहाँनिर हेर्नुभयो भने यो चाहिँ मुअसे थ्यान कुलिन्जी कोरिसिप्सियो के को बारेमा कुराकानी गरेको छान्नुहोस् भन्ने छ सङइन्जी खाम्सु सङइरान याङसङ फेङदोङवा सङबेल छाइरुल इए हागो सङइन्जी खाम्सु सङ भनेको चाहिँ लैंगिक संवेदनशीलता भन्नाले याङसङ फेङदोङ लैंगिक समानता र सङबेल छाइ लैंगिक भिन्नता हैन लैंगिक संवेदनशीलता भनेको सङइन्जी खाम्सु सङ भयो त्यो भन्नाले के बुझिन्छ भने याङसङ फेङदोङ लैंगिक समानता र सङबेल छाइ लैंगिक भिन्नतालाई चाहिँ बुझाउँछ र इल्साङ सेंगवाले दैनिक जीवन यापनमा सङ छाबेलचक अनना सङ छाबेलचक अन भनेको चाहिँ लैंगिक भिन्नता जनाउने भाषा अथवा हेङदोङ क्रियाकलाप चाहिँ आरा छारिनुन गसुल मारानिदा त्यसलाई चाहिँ पहिचान गर्ने त्यसलाई चाहिँ बुझ्ने कुरालाई चाहिँ भनिन्छ हो ल
성인지 감수성은 लैंगिक संवेदनशीलता는 직장 내 성희롱, कार्यस्थलभित्रको यौन दुर्व्यवहारलाई चाहिँ 예방할 수 있습니다. हामीले यो लैंगिक संवेदनशीलताले चाहिँ यो लैंगिक संवेदनशीलतालाई बुझ्यौं भनेदेखि चाहिँ कार्यस्थलभित्रको यौन दुर्व्यवहारलाई चाहिँ के गर्न सकिन्छ, रोकथाम गर्न सकिन्छ भनेको छ। के को बारेमा कुरा गरे त, यो संपक्षे येबाङको बारेमा कुरा गरेको हो कि यौन अपराधको रोकथाम भनौं न हैन, यौन अपराधको रोकथाम हैन, अथवा संगिन्जी खामसुसङ लैंगिक संवेदनशीलता लैंगिक संवेदनशीलता, संगिरोङको थेछ फाम्पप, यौन दुर्व्यवहारको सामना गर्ने तरिका, यौन दुर्व्यवहारको सामना गर्ने तरिका अथवा संज्ञल छाई हैन, लैंगिक भिन्नता, लैंगिक भिन्नता के को कुरा गरेको होला त यहाँनिर हेर्नु त, लैंगिक संवेदनशीलता भनेको चाहिँ लैंगिक समानता अथवा लैंगिक भिन्नतालाई बुझिन्छ र दैनिक जीवनयापनमा चाहिँ संछाबेलचक गर्न लैंगिक भिन्नता जन्य भाषा अथवा क्रियाकलापहरूलाई बुझ्ने, त्यसलाई पहिचान गर्ने कुरालाई भनिन्छ। संगिन्जी खामसुसङ चाहिँ छिक्चाङ्ने संगिरोङ चाहिँ येबाङ हाल्स इस्सुमिदा भन्न भनेको छ। के को कुरा गरे त हो यो चाहिँ संपक्षे येबाङ भनेको यौन अपराधको रोकथाम, यौनजन्य अपराधहरूको चाहिँ रोकथामको लागि चाहिँ हामीले संगिन्जी खामसुसङ लैंगिक संवेदनशीलतालाई बुझ्यौं भनेदेखि चाहिँ हामीले के गर्न सक्छ, के भन्छ, संगिन्जी खामसुसङलाई बुझ्यौं भने चाहिँ हेर्नु त संगिरोङको चाहिँ के गर्न सक्छ, हामीले येबाङ गर्न सक्छौं है। त्यही भएर संपक्षे येबाङ है। अनि त्यसको सामना गर्ने तरिका चाहिँ के विभिन्न के भन्छ, आफ्नो फेवेनहरू चाहिँ अभिव्यक्त गर्ने, अनि विभिन्न साजिनहरूलाई चाहिँ नोगुम गर्ने, रेकर्ड राख्ने भन्ने खालको कुरा चाहिँ त्यस्तो भनेको चाहिँ के हुन्थ्यो, थेछ फापक, त्यसको सामना गर्ने। यदि यौन दुर्व्यवहार भइहाल्यो भने चाहिँ त्यसको सामना गर्ने तरिका चाहिँ थेछ फापक चाहिँ त्यस्तो खालको कुरा हुन्थ्यो है। रेकर्डहरू राख्ने, आफ्नो भावनाहरू चाहिँ अरूलाई व्यक्त गर्ने भन्ने कुराको चाहिँ थेछ फापक हुन्थ्यो है। ल त्यसो भए छङदाबुन इल्बनिमिदा यो चाहिँ के को बारेमा कुरा गरे त, संपक्षे येबाङ यौन अपराधको रोकथाम हो। ठीक छ, 18 नम्बर भयो। अब हामी 19 20 पनि हेरिहालौँ है त। ल 19 र 20 मा के छ भनेदेखि नेयोङगा खातुन गस छान्नुपर्ने छ विषय वस्तुसँग उस्तै कुरा। ल अलि लामो भएकोले म सरल पढिदिन्छु, तपाईहरु हेर्नु होला है। छनुन अझै फाम्बुथ इगा आपासयो, मेरो चाहिँ हिजो रातिदेखि दाँत दुखेको छ। फ्रेस उनुल फेङ्गोने खास छिररुल फातसयो, त्यसैले आज हस्पिटलमा गएर उपचार लिए। छुङची सेगे इससयो, कीटाणुहरू जीवाणुहरू त्यो दाँतमा लाग्ने किराहरू चाहिँ 3टा थियो। विसा सन्सेङनिमी छिरियोरुल आगो इयागिरुल हेसुमिदा, डाक्टरले चाहिँ उपचार गरेर भन्नुभयो। उम्सिक मक्को कोक इरु थाक्काया देयो, खाना खाएपछि अनिवार्य दाँत माझ्नु पर्छ। इरुल थाक्चियानुमियन, दाँत माझेन भने छुङछिगा सेङ्ग्यायो, कीटाणुहरू चाहिँ अथवा किराहरू चाहिँ लाग्छ। नानुन छोकुरेसिना खेइखु छरम थानुम्सिक, गुलियो खाने कुरा है। मलाई चाहिँ चकलेट अथवा केक जस्ता थानुम्सिक गुलियो खाना छोवाएछ मन पर्ने भएकोले मानी मगायो, धेरै खान्छु। खुरीगो आइसक्रिम दो छाजु मगायो, आइसक्रिम पनि बारम्बार खान्छु। ओनुल बुतनुन थानुम्सिक चोक्कुमान मक्को इदो छाल ताकुल कयो, आजबाट चाहिँ गुलियो खाने कुरा पनि अलिकति मात्रै खान्छु र दाँत पनि बारम्बार माझ्छु भन्ने खालको कुरा गर्दैछ। ओके, नेयोङगा खातुन भएकोले
이 사람은 오래 전부터 이가 아팠습니다. यो मान्छेको चाहिँ ओरे छन् भनेको पहिलेदेखि नै दाँत दुखिरहेको थियो हो त होइन हिजो रातिदेखि चाहिँ दाँत दुखेको भनेपछि 1 नम्बर एन्सर भएन 2 मा जाउँ विसा निमुई पाल्ली सुसुल हाराको हेर्छुनिदा डाक्टरले चाहिँ छिट्टै अपरेसन गर्नुस् भनेर भन्नुभयो भनेको त डाक्टरले अपरेसन गर्नु भन्नुभएको छैन दाँत चाहिँ बारम्बार माज्ने गर्नुस् भन्ने खालको कुरा गर्नुभएको छैन त्यो यो पनि हैन थान गसुल मानी मगुमियन छुङचिगा सेंगिनिदा गुल्लो खानेकुराहरु चाहिँ धेरै खायो भने चाहिँ किरा लाग्छ हैन हो नि हो यहाँनेरि हेर्नु त ए उमसिगुल मक्को कोक तागसेयो इरुल तागजी आनुमियन छुङचिगा सेंगेयो हैन यो यहाँनेरि चाहिँ के गुल्लो खानेकुराहरु खाने भएको मन पर्ने भएको चाहिँ यसको दाँतमा किरा लागेको छ यो कुरा हुन सक्छ पहिला 4 नम्बर हेर्नु इरुल थाकुमियन उमसिगुल सिबुल सुअप्सुनिदा सिप्ता भनेको के हो चबाउनु चबाउनु के भन्छ दाँत माझ्यो भने चाहिँ खाना चबाउन सकिदैन रे दाँत माझ्यो भने खाना चबाउन सकिदैन भन्ने कुरा चाहिँ भएन त्यसैले छङदाप चाहिँ गुलियो खानेकुरा खायो भने चाहिँ कीटाणु अथवा किराहरु चाहिँ लाग्छ दाँतमा है ल त्यसो भए छङदाबुन सामान्यमिदा ल इसिबन पनि हेरौं मामोरी अन्तिम ल इसिबनमा पनि के छ थाउम अन्ने मुनुलिकको सल्मेंगुरो मान्दुन गस भने चाहिँ मिल्ने कुरा छान्नुहोस् भने छ नेफारेस ओन सारामुन छियोन हाल्सु इस्मिदा नेपालबाट आएका मान्छेहरुले चाहिँ सहायता गर्न सक्छन् अथवा त्यहाँले चाहिँ भोलिन्टरी गर्न सक्छन् भन्ने जस्तो कुरा गरेको हो यहाँले चाहिँ के भनेको छ नि वैकुक इल्याक छियोन छ त वैकुकिन सामनामसा मोचिप खंगो भनेको छ विदेशी जनशक्तिको चाहिँ सहायता केन्द्रमा विदेशी परामर्शको चाहिँ भर्ती हुने चाहिँ विज्ञापनको बारेमा दिएको रहेछ मोचिप फुगवा चाहिँ यहाँ चाहिँ भर्ती कुन राष्ट्रहरु चाहिँ भर्ती हुन सक्छन् भने थेगु थाइल्यान्ड नेपाल भइयो उज्बेकिस्तान खाक ड्याश म्याङ प्रत्येकमा चाहिँ यति जना भनेको है ठीक छ भनेपछि नेपालले सोन सारामुन छियोन हाल्छु अप्सन दिँदा हैन नेपालबाट आएको मान्छेले पनि त्यहाँबाट सहायता लिन सक्छ त्यसैले 1 नम्बर भएन खुल्लो जाएगे फिरियोहान शरीरुल फन्य गेजुमनिदा श्रमिकहरुलाई चाहिँ आवश्यक पर्ने डकुमेन्टहरु चाहिँ चेन्ज गर्दिन्छ भन्न भनेको छ हैन फन्य भनेको चाहिँ परिवर्तन गर्दिनु चेन्ज गर्दिनु अथवा डकुमेन्टहरु चाहिँ दोभाषे गर्दिनु हैन ट्रान्सलेट गर्दिने भन्ने खालको कुरा रहेछ के भनेछ थामदाङ अब्मु चाहिँ त्यहाँको जिम्मेवार लिएको काम चाहिँ के हो तैले भनेसी खोजुङ सामदाम भनेको चाहिँ दुख कष्टहरुको परामर्शहरु र थोङ्य गर्ने दोभाषे गर्ने कुरा भनेछ तर फिरियोहान सरियोहरुलाई चाहिँ ट्रान्सलेट गरिदिन्छ भन्ने खालको कुरा गरेको छैन यो मिलेन इन्टरनेट होम पेज वा छनवारो छियोनो हाल्सु सिमिदा इन्टरनेटको होम पेज अथवा छनवारो चाहिँ छियोन हाल्सु सुनिदा भनेछ इन्टरनेटको होम पेज अथवा छियोन फामफप चाहिँ के छ इन्टरनेटको होम पेज रो छप्सु भनेछ यहाँ चाहिँ छनवा पनि भनेछ भने यो मिलेन यहाँ पनि सेम भएको रहेछ इन्टरनेट होम पेज ल यति चाहिँ हैन है यो ल यति चाहिँ हैन है त्यसो भए यति गर्दा के हुन्छ इन्टरनेट होम पेज रो छियोन हाल्सु सुनिदा इन्टरनेटको होम पेज मार्फत चाहिँ के गर्न सकिन्छ सहायता गर्न सकिन्छ भन्ने कुरा हैन त छियोन फामफममा के छ इन्टरनेटको होम पेज भन्छे छङदाबुन साबनिमिदा ल ठीक छ बुझेको छ ल हामी चाहिँ यसै युट्युब च्यानल मार्फत भोलि चाहिँ यसको थुत्की पक्कै पनि अपलोड गर्ने छौं त्यसैले हाम्रो युट्युब च्यानललाई चाहिँ लाइक कमेन्ट शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला धन्यवाद।